अलिक राम्रो छैन हेलो सेवारो सबैजनालाई वेलकम टु आवर च्यानल। फेरि हामी आइसकेको छौँ हजुरहरूको नयाँ भिडियो लिएर। सो गाइज आज चाहिँ के छ यो भिडियोमा भन्दाखेरि ब्लाइन्ड फोल्ड मेकअप छ। आज चाहिँ मेरो दाइ मेकअप आर्टिस्ट हुनुहुन्छ र म चाहिँ उहाँको के भन्छ के हो मान्छे। म चाहिँ ब्लाइन्ड त चाहिँ हो त तिमी चाहिँ आर्टिस्ट, म चाहिँ आर्टिस्ट अनि म चाहिँ आर्ट आर्ट भन्दैन होला तर पनि यो चाहिँ दुईटा यस्तो आँखामा हुन्छ अनि यसले चाहिँ छोपिन्छ है। स्टार्ट गरिहाल्नु मलाई। अलिक राम्रो छैन आँखा बनाउने केही हुँदैन यसो पगाला त के छ सामान पनि अलि नि दिएछु। आई एम सो एक्साइटेड गाइज। मेरो दाइ चाहिँ मेकअपको जिरो हुनुहुन्छ क्या, त्यही भएर चाहिँ गर्नुलाई चाहिँ कपाल बिग्रिन्छ आधी घन्टा लागेर के हो यो चाहिँ कहिले त अलिक राम्रो लिन हौ कान्छी। छोप्ने पनि भयो भएन भयो लु देखिन मैले देखिन भने गयो त भयो छोटे। हेलो गाइज, हामी चाहिँ रेडी भयौँ। सो यहाँनिर छ हाम्रो चाहिँ मेकअपको सामानहरू। एन्ड लेट्स गेट स्टार्टेड। के हो यो चाहिँ? सुरुमा म तिमीलाई के भन्छु भने नि, सुरुमा स्टार्टिङ चाहिँ कन्सिलरदेखि हुन्छ। के हो कन्सिलर? कन्सिलर चाहिँ यस्तो आँखामा डार्क सर्कलहरू भएको बेला यो 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 होइन, ए हो यो कौन है जिसका तैले होइन यो हो बिर्को खोला है। खोइ देऊ मै खोलेर दिन्छ। यो चाहिँ आँखाको मुनि त्यो डार्क सर्कल हुँदा लगाइन्छ नि। मेरो अनुहार यहाँ छ। कता छ ल यो होइन, यहाँ माथि छ त यहाँ। ए कता छ यो त चाहिँ? आँखा मुनि भयो धेरै। धेरै लाउनु हुँदैन नि फेरि त कति जस्तो लगाइदिएको राहुल। पेन्सिलले कोरेको भएन। म त यहाँ माथि छ भने त लाउनु अनि अरू अब यसलाई ब्लेन्ड गर। केले? यसले यसले होइन, यो ब्रस हो, यो ब्लेन्डरले। यहाँ अहिलेको लिजिक ब्लेन्ड भनेको यस्तो त होइन, यो छराउनु पर्ने। ट्याप 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 त म पर नाकमा लगाइदिँदैछु के हुँदैन नि। अब अर्को यो पाउडरको लास्टमा सेट गर्नुलाई यहाँ छ। लौ फाउन्डेसन म हाल्नु लगाइदिन्छु, तिमी त्यो ब्लेन्डरले ब्लेन्ड गर ल। ए ब्लेन्डरले गर्नुपर्ने फेरि ट्याप ट्याप लगाउनु पर्ने। तेरो ब्लेन्डरको हालत अलिक खराब छ। निस्किँदैन हो तेरो यो सामान नि। काम थोरै त्यति धेरै आउँदैन, नलाउनु त आउँदैन मलाई। आइसक्यो मेरो त मर्दिन्छ लगाइदिन्छ। आँखा बन्द गरे लाग्थ्यो। त्यो त फाउन्डेसन पो हो त। के हो त भनेको चाहिँ? फुल कभरेज दिन्छ। सनस्क्रिन भन्दा मेकअप हुँदै लगाउँछ नि। यो चाहिँ होल फेसमै हो। कता छ तेरो टाउकै थाहा नै छैन होल फेस। मैले कहाँ छुट्यायो है? सबैतिर लाउँदैछौ। तेरो मुख मुख पनि छोड्नु भएन नि त। अनि लिपस्टिक लगाइदिन्छ अलिक भएन। कस्तो मिठो बनाउने रहेछ हौ छोरी मान्छेको सामान्य कस्तो मिठो बनाउँछ। अनि यो चाहिँ के हो? यो भइसक्यो, यो फाउन्डेसन थियो।
यो फाउन्डेसन चाहिँ उयो मजाले देखिन होला थोरै थियो नि त अनि के लाउनु पर्यो यो सुरुमा तिमीलाई यो कलरले यो चाहिँ झाल्दिन जस्तो भयो तर पनि के हुँदैन यो चाहिँ कलर गाइस मलाई केही थाहा छैन नि आँखा त सेप त्यही दिन्छौ भएर है आइजन एक्सपोर्ट छु म यसमा पढेरै भेटेको छैन ला हो यस्तो नगर्नु तिमीलाई आमै झारेको कहाँ गयो तँ भेटौ कहाँ भेट्छु कस्तो कस्तो हाँसुको हुन्छ नि त भेटाइ ल ओइ कस्तो यो कि अलि त यो फनी छैन तर यो साँच्चीको यो ब्लाइन्ड पर्सनहरूलाई कस्तो गाह्रो होला क्या त्यो त हो कता छ त्यो खोल्न हौ मासुले चेपो ला हो परेर चेपेर मासु मात्रै चेपिदियो चेपेकै छैन आइज त भयो अब नि भयो नि अलिकति भयो कतिको उठाइदियो अब आफै थाहा मस्करा हानेको यो यसको पर्यो यो मुनिको भयो म यो भिडियो यो बच्छ क्या मलाई यो बच्ने अलिक बचेन त कता लान्छ माथि लाग्दैछ थोरै लाग्दैछ लाउँदा पनि इमेजिनेसन हो त्यसमा चाहिँ लाउँदैछ जस्तो कता कता दलिसकिसक्यो मुनि पनि लाउँछ लाउस मुनि मुनि हुन्छ र पहिला मैले थाहा भइसकिसकेँ सबै दलिसक्यो भने यो त भिडियो नहाल कान्छी डर लाग्छ अब अर्को भनेको ला यो बिर्को नै नहुने आयो होइन यो छ लाइनर सुरुमा के हो यो पेन्सिल लिप लाइनर सुरुमा कोर्नुपर्छ त्यो कस्तो बनाएको यिनीहरू कस्तो स्ट्रङ छ त कहाँ लाउनुपर्छ यो यस्तो माथि हुन्छ नि लाइनर यहाँ समेर हो यहाँ समेर मुख त्यो आँखाको माथि होइन त आँखाको माथि होइन हौ यो चाहिँ मुखको क्या यस्तो माथि हुन्छ नि यस्तो लाइनर ए लाइनर ला 20 वर्षको यस्तो कहिले लगाइदिएको थिइनँ तेरो मुख अलिक सानो छ क्या त्यो सानो गरिदिन्छु कस्तो भएन अब के लाउनु पर्यो मैले लिपस्टिक अस्ति लिपस्टिक चाहिँ देखेँ क्या अरू त नदेखेँ ए लिपस्टिक सानो मलाई ए यो त ग्लस सुनमा लिपस्टिक लगाऊ के अरे यो ग्लस हो यो लिपस्टिक लगाऊ सुनमा खोलिसकेको छ भित्र कता कता कस्तो भन्छ लिपस्टिक त खै यसको टोपी नै सिने हो त नि त्यति नै हो यो राम्रो खालको छ क्या ए आइज त्यो दाँत त ठोकियो अलिकति आइजन हौ त भाइको भाइ चाहिँ राम्रो लगाइदिन्छु लास्टसम्म तलसम्म ब्युटिफुल बनाइदिन्छु भयो हेर अब पक 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 यो भएन हेर अब हातले पनि मिलाइदिन्छु नि त
अनि के लाउनु पर्यो दही गर्नु मैले ब्रस ल्याउनु बिर्सेछु कि यसको यो लिपस्टिकदेखि नै ब्रस लगाउला गालामा लाउँछ नि रातो रातो त्यस्तो कि यो हरि त यो चाहिँ के हो यो लिपस्टिक नै हो कि अघि लगाएको तिमीले तर यसले नै तिमीले चाहिँ रातो गालामा रातो रातो लाउँछ नि मनको जस्तो त्यस्तो खालको लाउनुपर्छ यो त्यो लाइँदैन त त्यो नेचुरली हुन्छ आफै अनि त्यो ल्याउनु बिर्सेँ मैले मनको त नेचुरल हो नि त यो कसरी लाउनु नि होइन हेर्दा कस्तो राम्रो देखिन्छ अनि के लाउनु पर्यो अरू अब त तिमीले आफै हेर मैले सबै कतिवटा भनिसकेँ अब यो यसले के गर्छ भने नि पक्रियो अहिले होइन कता छ लिपस्टिक कहाँ गयो लिपस्टिक अनि हातले निकाल्दा नि हुन्छ ए हातले त म राम्रो बनाइन्छु नि हेर यो होइन यो होइन लिपस्टिक कस्तो राम्रो गन्ध हो यो बाहिर दिदी पठाइदिनु भयो अनि यो के हो यो अहिले लाग्यो यो अब आँखाको लाउनु बाँकी नै छ यो पेन्सिल यो गाजल होइन यो गाजल होइन यो भनेको आइब्रो कोर्ने परेला कोर्ने तेरो परेला पनि त पातलो छैन अनि गाजल कहाँ छ गाजल आइदिनु मलाई के हो यो चाहिँ ए यो चाहिँ के हो यो कन्सिलर अघि लगाइसक्यो अझै खोल्नुपर्छ टिस्यूको छेउमा नि लाग्छ कता छ टिस्यू अब टिस्यू पनि थाहा छैन ए यो होइन त गाजल यो गाजल चाहिँ लाउनु भने त कता बोलाइन्छ गाजल त मुनि माथि हो ए यस्तो साइड बन्द छ है मेरो अब तल त मोडलमा नै आउँछ कता लाउँदैछु म अब के लाउनु पर्यो अब यो ग्लिटरहरू आँखामा कुनले यो यसले नै लाउँछ यो चाहिँ ब्रस हो यसले के गर्नुहुन्छ यसले तिमीले ग्लिटर खोज्नु पर्छ अब ग्लिटर खोज यो पाउडर हो टिस्यू टियर यो पनि ब्रसहरू हो डार्दैछ ब्रस यता म साइडमा छ म साइडतिर यो चाहिँ के हो यो आइब्रो कोर्ने आइब्रो भनेको के भयो परेला माथि यो होइन हौ माथि यो होइन ढाकिसक्यो म त रुटो तसँग ततिर छ अरे भनेपछि मुनि छ यो ला यो त अब झन् लाउनै आउँदैन यो धेरै ननिकाल ल पक म सेडहरू भनिदिउँ पर्दैन यो कुन कलर हो यो सिल्भर कता पो लाइन्छ यस्तो यो आँखामा माथि आइज सिल्भर होइन यो तिलतिले सिल्भर हो त्यो आँखा कता छ यता छ केटीहरूको मेकअप चाहिँ महँगो पर्छ नि कपडा भन्दा
अनि यो कुन हो यो यो पिङ्क कलर पिङ्क कलर कहाँ बोलाइन्छ आर्टिस्टलाई थाहा हुन्छ अनि यो कुन कलर हो यो गोल्डन गोल्डन त नहुँदैन यो कुन हो पर्पल 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 आँखा बन्द गरे आँखाभित्र फेरि त उतोमा लाग्ला तिमीले थोड्छ नि तर कसरी लाग्यो अब के लाउनु पर्यो अब पाउडर अब यति नै थियो मेकअप सामानहरू त पाउडर अब तिमीले भनेको तिमीलाई पाउडर लगाएर उयो गर्नुपर्छ कस्तो पाउडरको मलाई गन्ध कस्तो लाग्यो हातमै लिएर उयो गर ल कसरी थाहा कति लिनुपर्छ अझै लियो अझै आउँदैछ कि हो यो चाहिँ नि कता कता लाउनु हुँदैन निधारमा लाउनु हुँदैन आँखाभरि मात्रै कति स्मुथ हो यसको गन्ध चाहिँ मिठो छ के भएको त च्याप नाक एउटामा तिमीले लिपस्टिकमा लगाइदेऊ भयो लिपस्टिक नै गयो र तिम्रो लिपस्टिकमा लगाइदेऊ भयो अरू गर्छौ आज के चिज मलाई के मन छ भने नि त्यो गाजर कता छ तिम्रै मुनि छ कान्छामलाकोतिर यो होइन ब्लसको छेउमा अर्को तर होइन छोडौँ किनकि अहिले तै भुट्छ जस्तो भइसकिसक्यो अझै गरिदियो भने त अझै डरलाग्दो देखिन्छस् यति नै गरिदिउँ लिपस्टिकहरू ब्लसहरू ब्लस होइन के हो गालामा उधो यो के हो यो लिपस्टिक अहिले मेकअपले पौडोले गयो होला र त्यहाँ फेरि लगाइदियो यति नै हो हेरौँ ल खोल्न मेरो खोल्न आँखा चाहिँ पगाई एक्साइटेड छु म तेरो कोही पनि हेर्छु रियाक्सन टाइम रेडी 1 2 3 गाइस यो चाहिँ आँखा खोलेरै गरेको मेकअप हो यो चाहिँ रिटच गरेको अरे अघिको त देखिहाल्नु होला कस्तो थियो एन्ड अहिले चाहिँ हाम्रो लाइन गएको छ अहिले चाहिँ यस्तो छाला ब्राउ चाहिँ गइसकेको छ अहिले माथि रुममा एन्ड हियर इज यो चाहिँ अलिक ठिकै छ अहिलेको हेरी भन्दा यतिको त ठिकै हो अहिलेको भन्दा त्यही रडस कसो अघि मलाई चन्द्रमुखी बनाएको थियो अहिले चाहिँ ठिकै छ यहाँ छ आर्टिस्ट म चाहिँ मेरो के भन्छ मेकअपलाई रेट भनेको 10 आउट अफ 100 होइन 9 पनि होइन यो किनकि ब्लाइन्ड होइन नि त त्यही भएर मान्छे म अलिक कम्ती दिन्छु 7 8 म त्यो ब्लाइन्डको र यो कम्पेयर गर्दा चाहिँ म 7 8सम्म दिन्छु त्यो ब्लाइन्डको चाहिँ म 0 अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद डु लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब माई च्यानल सो बाई गाइस हाम्रो ब्लग यति नै थियो र मैले मेकअप चाहिँ रिमुभ गर्नु बाँकी नै छ सो बाई गाइस